वेलकम टू माई ब्याक युट्युब च्यानल। सो यतिखेर चाहिँ म टक्क लाएर मिकु रिसोर्टमा छु क्या। मिकु रिसोर्ट भनेको यता माथितिर हो। यहाँनिर पुरा यहाँनिर चाहिँ पहिला चाहिँ यस्तो थियो क्या, ताल थियो, अहिले चाहिँ सुकेको रहेछ क्या पुरै ताल। अनि सो हामी चाहिँ आज चाहिँ इको भिलेज आएको। इको भिलेज या बाटो नचिनेर तनाबेर हामी चाहिँ यस्तो यो मिकु रिसोर्ट भन्ने ठाउँमा छु क्या। यो उमा टक्क लाएर अब मेरो साथीले स्कुलमा चलाउन गइरहेको छु। अब म स्कुलमा बस्नु पर्ने हुन्छ। यही त हो नि, अब हामीले बाटो सोधिसकेको छ क्यारे। अब यताबाट जाउँ भन्नुहुन्थ्यो, अब सो काम है। म त गाइस त सो बाटोमै टक्क लाएर हेर्दै जाऊँ के कस्तो हुन्छ है। बाटो ल्याइदिनु यहाँ जुन बाटो झर भन्छ बिस्तारै बिस्तारै। यतापट्टिको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले। ल रोड झर्दै अफरोडमा पनि एकदम साथीहरू त्यही हो। अब इकोले चाहियो। सो यस्तो रहेछ है, माहौल त्यस्तो रहेछ, यस्तो छ है। तर चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ इको भिलेज। तपाईँहरू पनि आउनु होला एकचोटि। सो अनि यता तलतिर चाहिँ पुरै पार्किङ हो है। यहाँनिर पुरा है पार्किङको स्पेस पनि रहेछ। तपाईँहरूलाई पार्किङ स्पेस चाहिँ फ्री छ है, धेरै नै छ। पार्किङ चाहिँ साइडमा तलतिर रहेछ। अनि सो यतातिर चाहिँ यस्तो रहेछ है। ल हामी चाहिँ यतातिर आइयो। सो त्यही नै हो, यतातिर आउनु सक्नुहुन्छ तपाईँहरू। एकदम राम्रो छ, रमाइलो छ ठाउँ। त्यही हो है। अन्त हेर्नुहोस् पार्किङहरू यस्तो छ है। यहाँदेखि यहाँ पुरै लाइन छ, उहाँसँगै छ है। ल यस्तो छ। पार्किङको स्पेस सो राम्रै छ, तर ठाउँ पनि राम्रै रहेछ है। शीतली शीतली टाइपकै रहेछ। सो यतापट्टि यस्तो दामी छ, भिडियोहरू दामी छ है। सो हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ मान्छे हेर्न कति है खत्रे। तर अहिले चाहिँ तातो तातो लाग्यो है। तिमीलाई तातो लागेन? मलाई तातो गर्मी भयो हाम्रो गाडीको ग्रुप एउटा नि लास्ट तातो लाग्यो। जानेबाट चाहिँ क्या चाहिँ किन यो देखाउनु खिचेको जानु त खिच जाम। पहिला उहाँ माथि गएर म त्यसपछि खिचाउनु जा। ल टक्क। अनि के छ त नि, अनि महल कस्तो भएर हाम्रो यस्तो यस्तो छ गाइज। ल हाम्रो भ्लगलाई सब्सक्राइब एन्ड माया गरौँ। त्यही हो, माहौल यस्तै छ है। अलिकति ह्यान्डसम देखिन्छ क्या आज मलाई। केही टल्के छ त म त गाइज। त्यही नै यो पार्कमा यहाँनिर चाहिँ खोला रहेछ नि त। यो त ठुलै हुन्छ होला यो खोला त पछि यहाँ पखन। अब असार बगाइन्छ बगाइन्छ रहेछ गाइज थोरै। यहाँनिर स्पेस रहेछ नि त है। ल यहाँनिर चाहिँ यस्तो खेल्ने ठाउँ रहेछ क्या। अब बच्चा बच्चीहरूले हामी नि गएर खेलिदिउँ न। हामी गएर ल्याएर सिक्दियो जस्तो है। यस्तो रहेछ क्या यार। यहाँ ताल जस्तो पोखरी जस्तो रहेछ, माछा पाल्ने जस्तो। यहाँ चाहिँ पोखरी रहेछ है, माछा पाल्ने। यहाँ माछा रहेछ है, दामी। ल यताबाट जाऊँ है, पहिला यता जाँदा अनि एउटा सेलिब्रेटी ल्याउनु बिर्सेछ कि चस्मा कि। यहाँ त पहिला माछा पालेको रहेछ नि त पर्मिन। यहाँ कस्तो दामी है। लाउनु त तल जा।